भन्छ नि सबैजनालाई सबै थोक बनाउन आउँदैन भनेर हैन। कसैलाई केही बनाउन आएन भने चाहिँ मसँग सिक्नु होला, अनि तपाईहरुलाई आउने चाहिँ मलाई भन्नु होला हैन। अनि त्यस्तै गरी अब आज चाहिँ म खै यो के बनाउँदैछु, बनाउँदै मलाई आइडिया छैन हैन। भिडियो हेर्दै जानुस् अन्तिमसम्ममा चाहिँ बुझ्नुहुन्छ होला है। अनि आज मलाई एकदम यो खानासँग के खाउँ फिल भएर चाहिँ म यो अनौठो चिज बनाउन जाँदैछु। यो अनौठो चिज अन्तिममा गएर चाहिँ के बन्ने हो भन्ने कुरा चाहिँ मलाई पनि आइडिया छैन कि। कहिलेकाहीँ चाहिँ यस्तो आइडिया नभएको कुराहरू पनि गर्न मन लाग्दो रहेछ क्या, गर्नु पनि पर्दो रहेछ हैन। अनि त्यो गरेपछि चाहिँ आफूलाई आइडिया हुन्छ नि, अरूलाई पनि सिकाउन भन्न सजिलो हुने कि। अनि मलाई मात्र हो कि तपाईहरुलाई पनि हो यस्तो आइडिया नभएको चिजहरू गर्नु पनि मन लाग्ने के। अनि मलाई पनि यो खानेकुराको टेस्ट कस्तो हुन्छ भन्ने थाहा नभइकन पनि म आज बनाउँदैछु क्या। अनि म चाहिँ सोच्छु मै मात्र हो कि अरूलाई पनि यस्तो लाग्छ कि के लाग्छ भन्नुस् है कमेन्टमा ल।